दर्शकवृन्द नमस्कार। कृषि कामको विशेष प्रस्तुतिमा यहाँलाई हार्दिक स्वागत छ। समुद्री सतहदेखि हजारौं मिटरको उचाइ जहाँ चिसो हावाको सिरसिराहाटसँगै अर्ग्यानिक जडीबुटी खाएर हुर्किएका चौरीहरू चरिरहेका भेटिन्छन्। विकट भूगोल, खडेरी, पहिरो, पानीको समस्या र अत्याधिक चिसोका बावजुद पनि हिमाली संस्कृति र अर्थतन्त्रको बलियो स्तम्भको रूपमा चौरी पालन पेसालाई निरन्तरता दिइरहनु भएका कृषकहरूको कथा आज हामी लिएर आएका छौँ। संयुक्त राष्ट्रसङ्घले सन् 2026लाई अन्तर्राष्ट्रिय खर्क वर्ष अर्थात् गोठालाहरूको वर्षको रूपमा घोषणा गरिसकेको सन्दर्भमा आज हामी तपाईहरूलाई लैजाँदैछौँ रसुवा जिल्लाको आमा छोदिङ्बो गाउँपालिका गतलाङमा, जहाँ 22वटा चौरीको स्याहार गर्दै 9 जना परिवार पालिरहनु भएका र दुग्ध विकास संस्थानको चीज उत्पादन केन्द्र मार्फत वार्षिक 5 लाखसम्म आम्दानी गर्न सफल हुनुभएका पासाङ दाप्चे तामाङ हुनुहुन्छ। हिमाली जनजीवन र चौरी पालनको यो वास्तविक सङ्घर्ष, चुनौती र सफलताको कथालाई पुरा हेर्नुहोला। नमस्कार, मेरो नाम चाहिँ पासाङ दाप्चे तामाङ हो। म 73 सालदेखि चौरी पालेको हो। अब पहिलाको भन्दा अहिले यो चौरी पालनमा चाहिँ धेरै परिवर्तन भएको छ। यो पहिला अब थोरै चौरी भयो, थोरै गोठ भयो, त्यसले घाँसले गर्दा नै दुध नै धेरै उत्पादन हुँदो रहेछ। अहिले सङ्ख्या धेरै छ, दुध धेरै आउँदैन, धेरै फाइदा नै छैन। पहिलादेखि अहिले फाइदा छैन। पहिला मैले चौरी किन्दाखेरि 16,500मा किनेको, फेरमा 3 रुपियाँ थियो त्यतिखेर। अहिले चौरीलाई 60-70 पुग्यो। चौरीको मूल्य नि दुधको फेडको अब 14 रुपियाँ 50 पैसा जति पुग्यो। अनि त्यही गर्दा नि अहिले सबैले पाल्न थालेपछि अहिले आम्दानी छैन। यसमा समस्या चुनौती के आउँदो रहेछ? समस्या बनेको यो हाम्रो गोठालालाई घाँसको अभाव, पानीको अभाव, समस्या त धेरै नै छ। भनौँ भने धेरै नै छ। यो चौरीको के भन्यो भने घाँस नभएर अब 30वटा पाल्नेलाई 10-15वटा थारी बस्दो रहेछ, त्यो बाँझोपन बस्दो रहेछ। अनि अहिलेको अवस्थामा पहिलाको त घाँस हुँदाखेरि त जति छ त्यति नै दुन्थ्यो, अनि दुध पनि धेरै आउँथ्यो। अहिले सङ्ख्या धेरै भएर नि दुध धेरै उत्पादन भन्न सकेन। त्यो घाँसको अभावले गर्दा नै चौरी बढ्दैछ। अहिले यो खड्का चारेनाहरू, पानी सुकेरहेछ मुहानहरू, अनि यो चारेनाहरू अहिले त्यो ढाडेलो लागेर त्यो पहिरो आएर बाटो छेक्दैछ। बाटो बन्नेलाई त्यो बजेर हालेको छैन, स्थानीयले हालेन, त्यो प्रदेशले हालेन। त्यो गरेर अलिक गोठालालाई धेरै समस्या भनौँ। दुध उत्पादन कति हुन्छ त? दुध उत्पादन चौरी हेरेर हुन्छ। चौरीले अब पहिला 2 लिटर दिने चौरीले अहिले 1 लिटर दिइरहेछ घाँसको अभावले। अनि दाना पानी पेलाउँ भने हामीलाई खाना नि के गर्ने, त्यो उसको पैसाले झानकी पालाउँ कि अब उसलाई दाना नि पेलाउँ कि, त्यो समस्या त धेरै छ। दुध बदनाम गाड्दो छ। कति जति उत्पादन हुन्छ यहाँको दैनिक? दैनिक बनाएर पहिला अहिले अब 2टा फ्याक्ट्री थियो। पोहोर चाहिँ पोहोरपटक 6 वर्ष जति भयो, 5 वर्ष जति। प्राइभेट एउटा, सरकारी एउटा। सरकारमा 800 जम्मा हुन्छ अरे, प्राइभेटमा 300 जम्मा। हजुरले कति? मैले पहिला 70वटा चौली पाल्दाखेरि मैले 50 लिटरसम्म दुध पाल्यो, उत्पादन गर्यो। अहिले मैले 22वटा चौरी छ। 22वटा चौरीले धेरैमा 30 लिटर भइरहेछ अहिले धेरै घटिरहेछ मेरो विचारमा चाहिँ। यसको के मुख्य घाँसकै समस्या हो? घाँसकै समस्या रहेछ। हामीले दिएको घाँसले केही पनि हुँदैन रहेछ। उसलाई अलि चरण राम्रो हुनु पऱ्यो, अब पानी राम्रो हुनु पऱ्यो त्यसलाई। त्यही गर्दा नै हुँदो रहेछ। हामीले दाना पेले नि हुँदैन रहेछ। के घाँस हामीले ल्याएर दिएकोले नि उसलाई पुग्दैन रहेछ। ऊ रातभरि खाँदो रहेछ। हामीले दिएको दिनमा 1 चोटि दिन्छ, 2 चोटि दिन्छ। ऊ त दिनभरि 24 घन्टा खाँदो रहेछ ऊ छोडेपछि। भनेपछि चरणको आधारमै हो? मैले हेरेको विचारमा चाहिँ चरणको आधारमै भयो। पहिला मैले पालेको 16-17वटा चौरीले आखिर नै भन्नु तपाईँलाई 50 लिटरसम्म दुध पुऱ्यायो। अनि अहिले 15वटा दुहे नि 30 लिटर नै पुग्दैन रहेछ। त्यतिखेर यति गोठ नै छैन। त्यतिखेर गोठ भनेको धेरैमा 17-18 थियो। अहिले चाहिँ 38वटा गोठ पुगेपछि
अब 38वटा गोठ पनि पहिलाको मान्छेहरूले थोरै पाल्थ्यो 15-20वटा, त्यतिले नै दुध धेरै आउँथ्यो। अहिले सबैले दुध कम भइरहेछ भनेर चौरी किन्छ, चौरी किनेर नै दुध त्यति नै जान्छ। कति हुनुहुन्छ यहाँ चौरी पालन गर्ने किसानहरू यो क्षेत्रमा? यो हाम्रो गतलाङमा मात्रै चाहिँ 35वटा छ। अनि हाम्रो यो ग्रेमा वार्ड नम्बर 2मा यो आमा छोरीको वार्ड नम्बर 2मा एउटा छ। अनि फेरि 1मा 2टा छ। त्यही गर्दा नै 38वटा गोठ छ हाम्रो यहाँ जम्मा चाहिँ 38वटा गोठ छ। 38वटा पनि यो चौरी कसैले पनि कम छैन, 10-15 कसकै पनि छैन। 20देखि माथि 20, 30, 25, 30, 40सम्म छ यहाँ। धेरै पाल्नेको कति हुन्छ चौरी? धेरै पाल्नेको 40वटा छ। चौरी पालनमा जस्तो सजिलोको हिसाबले आफै चरण गर्छ होइन? आफै चरै गरिरहेछ अहिलेसम्म त। अनि यहाँ स्थानीय सरकारबाट होइन केही अनुदान सहयोगहरू केही पाउनु भएको छ? केही पाए छैन। अब यो अनुदान सरकारबाट भनेको अनुदान त्यस्तो रहेछ। अब यो हाम्रो चौरीको फर्म दर्ता, बिमा के सबै गर्नुपर्दो रहेछ। कसैले दर्ता गरे नि फर्म दर्ता गरे नि बिमा गर्दैन रहेछ, कसैले बिमा गरे नि दर्ता गर्दैन रहेछ। त्यसले कारणले त्यो सरकारबाट आउने सुविधाहरू चाहिँ अलि पाएको छैन गोठाहरूले। जसको सम्पर्कमा यहाँहरू रहनु भएको छ कि छैन? सम्पर्कमा हामीहरू यो गोठालोलाई सम्पर्क भन्नाले अब एउटा दुईवटासँग त्यो बोलचाल हुनेहरूसँग हुन्छ। अब सबै गोठालो मान्छेले भ्याउँदैन रहेछ। यो बजारमा दाउनु पर्दो रहेछ। गोठालोले आफ्नो दुध दुध्न पनि भ्याउँदैन रहेछ। त्यही कारणले अब सबैले चाहिँ सम्पर्कमा छैन। जस्तो यसको बाछा-बाछीहरू मर्ने समस्या, चौरी पनि चिसोले होइन बिरामी हुने समस्या होइन, त्यो छालामा पनि त्यो अलिकति घाउ जस्तो देखिन्छ, त्यस्तो बिमा सिमा चाहिँ गर्नु भएको छैन है? मैले चाहिँ बिमा गरेर चौरी किन्ने बित्तिकै बिमा गरेको मैले चाहिँ। किनकि मैले यो चौरी भ्याउँदैन रहेछ। यो चौरी मरेपछि त अफसफ घाट्दो रहेछ। पैसा भनेको हाम्रो त्यो बालबच्चालाई अब खर्च गर्न नै पुग्दैन। त्यही कारणले मैले चाहिँ चौरी किन्ने बेलादेखि नै मैले बिमा गरिरहेको छु अहिलेसम्म। बिमाको सबै कतिवटाको गर्नु भएको छ? मेरो अहिले सबैको गरेछ। बिमा कम्पनीबाट 2बाट गरेछ। अहिले पहिला थिएको 22वटा जति थियो मेरो। अनि त्यो यो एनएलजी भनेको कम्पनीबाट गरेछ। अनि अहिले 11वटा जति नयाँ किनेको त्यो अहिले सिकट इन्सुरेन्सबाट गरेछ। कति सहज भएको छ त्यस्तो क्षतिपूर्तिको त्यो दाबी गर्नु भएको छैन? मैले क्षतिपूर्ति दाबी गरेर पो सहज भएर मैले निरन्तर गरिरहेछ। त्यस्तो घटना कतिवटा भयो त्यस्तो होइन? यो घटना त तपाईँको आज भोलिको घटना हुँदैन भनेको ग्यारेन्टी छैन रहेछ। घाँसको अभावले गर्दा यो चौरी भिरमा धेरै लोड्छ। अरूभन्दा भिरमा धेरै लोड्छ। रोगले भन्दा पनि भिरमा धेरै लोडिरहेछ आज भोलि। हाम्रो यो साउन र भदौमा एउटा भिडमा अलिकति सङ्लो ठाउँमा पुग्छ। यो 38 गोठ नै त्यहाँ पुगेपछि त चौरीको घाँसको अभावले गर्दा नै धेरै मर्छ। त्यहाँ 15 दिन बस्दाखेरि कम्तीमा 8-9देखि 20सम्म 25सम्म भिडमा लड्छ त्यही गोठ र चौरी गर्दा। कति जति क्षति भएको छ यहाँ त वर्षै पछि भएर यसमा मैले पालन गरेको त वर्षको 2-3वटा त जसार पनि मर्छ। रोगले एउटा 2 मर्छ। भुक्तानी कति दिँदो रहेछ? भुक्तानी त्यस्तो हो रहेछ। पहिला यो एनएलजीबाट चाहिँ पहिला 50 गरेपछि 45 पाउँथ्यो। अनि त्यो लम्बी स्किम भनेको रोग आएर धेरै सङ्ख्या मरेछ। त्यसले घाटेर त्यो चौरीको त्यो मूल्य नि घाटेर 40मा गरिदियो। 40मा गरेपछि हामीलाई 36 जति आउँदो रहेछ। सबैले बिमाको कार्यक्रम ल्याएर यस्तो भनेर उनीहरूलाई फाइदा यसरी हुन्छ भन्यो भने उनीहरू बुढापाकाहरू मान्न नै सक्छ। एउटा मर्छ त्यो हामी जस्तो त्यो बजारमा जान सक्दैन। बुढाहरूले फोटो खिच्न आउँदैन। त्यही कारणले पनि अलि बुढाहरूलाई अब बिमा गरे नि पैसा नपाएपछि उनीहरूलाई अलिकति त्यो सास हुँदैन रहेछ बुढाहरूले। हजुरको अलिकति दैनिकी बताइदिनु न कसरी दिन्छ दिन त त्यस्तै हो। हाम्रो घाँसको अभावले गर्दा आजभोलि अलिकति दाना बनाएर 4 बजे उठेर दाना दिनुपर्छ। अनि 5-6 बजेदेखि दुध दुहुनुपर्छ। 7-8 बजे त्यतिकै दुध दुहुनेमा आमा लिन्छ। हामी दुध बुढाउनु पर्यो। दुध बढाएर आएर धेरै त्यो चौरीको बच्चालाई घाँस ल्याउनु पर्छ।
गोबर सोर्नुपर्छ, दाउरो काट्नुपर्छ, त्यही गरेर हाम्रो चाहिँ त्यतिकै बितिरहेछ। आम्दानी कस्तो हुन्छ यहाँको चाहिँ कति हो दुध आम्दानी त्यस्तै हो। अब अरूभन्दा नि यो चौरीको अलि सस नै भनौँ आम्दानी, किनकि हाम्रो यहाँ दुध उत्पादन छ भनेर हाम्रो दुग्ध विकासले चाहिँ नि हामीलाई अलिअलि त्यो पेस्की पनि दिन्छ। अब मङ्सिर पुससम्म हाम्रो चौरीको पैसाले हुन्छ, फेरि माघ फागुनदेखि उसले पेस्की दिन्छ, अनि फेरि ब्याक्सादेखि दुध लिन्छ। दुध लिएपछि हाम्रो दुधबाट आउने छ भनेर पैसा समस्या भयो भने त्यसमा 5-10,000 15-20,000 समस्या भएको बेलामा माग्न पाउँदो रहेछ। वार्षिक कति कारोबार गर्नुहुन्छ? वार्षिक अब सबै गरेर चाहिँ धेरै नै छ। मेरो चाहिँ अब वर्षको 4-5 लाख। वर्षको 4 हजुर, मेरो वर्षको 4 लाख। बिक्रीको लागि समस्या छैन है? हजुर, डिटिसीको चाहिँ सङ्कलन केन्द्र छ माथि है? सङ्कलन केन्द्र छ, त्यसले चाहिँ अलि समस्या छैन। यो हिउँदो 6 महिनाको लागि अलि समस्या नै भनौँ। अब दुध अलिअलि हुन्छ, 15-20 लिटर त धेरै भएको साथीहरूको चाहिँ राइरहँदो रहेछ। हामी थोरै भएको चाहिँ अब 5-6 लिटर 7-8 लिटर त्यस्तै बस्दो रहेछ यो हिउँदोको बेलामा नि। अनि त्यो चाहिँ अलि समस्या नै भनौँ, त्यसले पैसा पाउँदैन, अब खानु मात्रै भयो। जस्तो दुधको भुक्तानी बाँकी छ, अलिकति भुक्तानीमा समस्या भयो भन्ने खालको यहाँहरूलाई चाहिँ यहाँ चौरीको दुधको लागि चाहिँ डिटिसीले अग्रिम भुक्तानी पनि दिने गरेको छ पेस्की स्वरूप? पेस्की दिएछ सर। भुक्तानीमा त्यस्तो समस्या छैन? अब यो किनकि यो अहिलेसम्म त भुक्तानीको चाहिँ समस्या त छैन। यो भने नि अहिले यो दुधको डिटिसीबाट पहिला त 2-3 वर्षमा फेडको बढ थियो। अहिले चाहिँ यो फेडमा 14 रुपियाँ 50 पैसा बसेर चाहिँ धेरै वर्ष भयो, 5-6 वर्ष भयो। अब पहिला त 2-3 वर्षमा बढ्दो रहेछ फेडको। हजुरले पहिला सुरु 72 सालदेखि अहिलेसम्म आइपुग्दा परिवर्तन चाहिँ कस्तो पाउनुभयो हजुरको? अहिले चाहिँ अब पैसा नै राम्रो छ, दुध अलिक कम भयो। चौरी सङ्ख्या बढ्यो नि दुध बाँड्दैन रहेछ अहिले, किनकि घाँसको अभावले गर्दा। धेरै कुरा त भनिसक्नु भएको छ होइन? हजुर। बुदागत रूपमा जस्तो 1, 2, 3 गरेर अब के गरिदिनु पर्यो सरकारले यो चौरी पालक किसानलाई को जीवनस्तर उकास्न, यसमा अझ आकर्षण बढाउनको लागि? अब यो डिटिसीको अलिकति रेट त्यही नै रह्यो, त्यो पनि अलिकति बढ्नु लाउनु पऱ्यो, सरकारले नै गर्नु पऱ्यो। यो डिटिसी चाहिँ सरकारको हुने रहेछ, एउटा धनी मान्छेको सरकारसँग स्वीकृति लिएर चलिरहेको छ। त्यही हाम्रो पहिला मैले 3 रुपियाँ फेडमा 3 रुपियाँमा बाँडेको दुध पुऱ्याएको अहिले 14 रुपियाँ 50 पैसा पुग्यो। यो 14 रुपियाँ 50 पैसा पुगेर नि 5-6 वर्ष भयो धेरै यो अब यही रेटमा बसेर। अब अलिअलि बढ्यो भने अब चौरीको सङ्ख्या चौरीको उसको भाउ नि बढेर रहेछ। अब अलि बाँडिदियो भने अब सबैलाई 1-2 रुपियाँ मूल्यको कुरा भयो। अब सरकारले केही यो चौरी बिमामा अलिक फौज दिएर हामीलाई त्यो चौरी भ्याउँदैन रहेछ। चौरीको अलि अब चौरी मरेपछि त किन्नै पर्यो। अब त्यो बालबच्चालाई खर्च गरेर भन्यो भने फेरि चौरीको सङ्ख्या घट्दैछ, चौरी किन्नुपर्छ, चौरी किन्दाखेरि नि बच्चालाई खर्च पुगेन, त्यो अलि समस्याकै छ। जस्तो अब यहाँ त यो क्षेत्रमा जानकार हुनुहुन्छ, बुझ्नु भएको छ होइन? हजुर। यो चौरी पालन किसानलाई कतिलाई चाहिँ यो ज्ञानको अभावले पनि होइन बिमा गर्नुपर्छ भने थाहा छैन, पालनको तौर तरिका कसरी गर्नुपर्दो रहेछ अलिकति जानकारी दिनु। चिसो ठाउँमा हामीले त्यतिकै बाहिर छोडिदिन्छ। अब घाँस नपाएको बेलामा घाँस खोजेर दिँदैन, चिसो ठाउँमा उसलाई अलिकति तिर्पल गरेर ओढेर घाँस अलिकति दाना पानी पेल्यो भने नि हिउँदोमा नि अलिकति सस हुन्ला जस्तो रहेछ। हामीले त त्यतिकै छोडिदिने हो। अब घाँस उसको जहाँ खायो चरेनमा जति खायो त्यति लगाउनु पर्ने। अब हिउँदोमा नि हिउँ पऱ्यो नि त्यो हिउँभित्रै त्यसलाई राख्ने, त्यही कारणले नै हाम्रो अलिकति समस्याकै देखियो। यहाँको परिवारमा को हुनुहुन्छ? मेरो त परिवारमा मेरो बुढी र मै भनौँ, अनि मेरो बच्चाहरू स्कुलमा छ। कति सदस्य कतिजना हुनुहुन्छ? बालबच्चा 2 र छोरा 5 वटा छोरी, 7 वटा बच्चा हो, अनि बुढी र म, अनि बुवा म छ घरमा। यसको चाहिँ अब होइन सबै आर्थिक पाटो भनेको यही चौरीबाटै हो कि? चौरीबाटै हो। अब मेरो बुढीले अलिअलि बन्दा रोप्छ, बन्दाले अलिअलि हुन्छ हजुर तरकारी गर्नलाई, अनि सबै यो चौरीबाटै हो। जस्तो यहाँहरूलाई सेवा सुविधा दिनको लागि स्थानीय निकाय मार्फत किसानहरूको दर्ता अभिलेखीकरण गर्ने र त्यसैको आधारमा अनुदान अथवा सहयोगहरू परामर्शहरू दिने भन्ने खालको कुरा छ। यस विषयमा यहाँलाई जानकारी छ कि छैन? पहिला हामीलाई केही बुझेको छैन, अहिले चाहिँ अलिअलि बुझिरहेछ। यो अहिले
चौरी बिमा गरेकोले फर्म दर्ता गरेन, फर्म दर्ता गरेकोले बिमा गर्दैन रहेछ, त्यही कारणले सबै कागज खोज्दो रहेछ, त्यही कारणले अब गोठालालाई पाउने सुविधा नपाइरहेछ। अब आगन्तुक चौरी पालनमा लाग्न चाहने कृषकहरूलाई हैन सल्लाह सुझाव दिनुपर्दा के भन्नुहुन्छ? चौरी किनेर फर्म दर्ता गर्ने अनि बिमा गर्ने, त्यसपछि अनि सरकारबाट पाउने सुविधा हामीलाई पाउने रहेछ भनेको चाहिँ मेरो। बढी चिसो हुने समयमा त माथिसम्म पुग्नुहुन्छ, कति माथिसम्म? माथि भन्ने हाम्रो त्यस्तै होला 3500 हाइटमा पुग्छ होला यो साउन र भदौमा चाहिँ। त्यतिखेर त अत्याधिक चिसो हुन्छ होला नि? एकदम चिसो। त्यहाँ त अब हामी यो पानी परे नि हिउँभित्र बसेको जस्तै हुँदो रहेछ। अनि कसरी चाहिँ जीवन कटाउने त त्यस्तो? अब त्यहाँ त्यस्तै हो, बालबच्चाको लागि अब पानी धेरै पर्छ, पानीभित्र तल हिलो माथिबाट पानी एकदम समस्या हुन्छ त्यहाँ। अब 2-3 महिना त कुनै मान्छेले यो चौरी अर्को साल पाल्दैन भनेर आउँछ, फेरि अलि हिउँदो आएपछि पैसा नि आउने अनि त्यो पानी नि ओभर नि भएपछि अब सबैले फेरि चौरी बेच्दैन के। ल ठिक छ, घर परिवारबाट के भन्नुहुन्छ? बच्चा बच्चीहरूले होइन यो चौरी पालन हुन त भइरहेछ, यहाँको आर्थिक होइन उपार्जन भइरहेछ, घरयासी खर्च टरिरहेछ, के भन्नुहुन्छ? दुःखको काम यो छोडेर अरू नै गरौँ भन्ने छ कि योजना पनि के बनाउनु भएको छ? मैले चाहिँ अहिलेसम्म केही बनाएको छैन। मेरो चाहिँ यो चौरी व्यवसाय नै राम्रो गर्ने भनेको चाहिँ सोच छ मेरो। किनकि अब तपाईँले भने जस्तो किसान गर्ने आलु गरे नि बन्द गरेन हामीले बेच्नु पर्ने रहेछ। यहाँ त दुध त अहिले पुऱ्याएपछि भोलि पुऱ्याउँला भनेर आज पैसा माग्नु पाउँछ। यो तरकारी अहिले भनेको बन्दा बेरा बाख्रा केही पालेर पनि अब पैसा त माग्नु पाउँदैन रहेछ। त्यहाँ साबर लिने मात्रै हुँदो रहेछ। यो चौरीको चाहिँ मेरो विचारमा चाहिँ अरूभन्दा नि यो चौरी नै ठिक छ जस्तो लाग्छ। दर्शकवृन्द, आजको कार्यक्रममा तपाईँहरूले रसुवाको गतलाङका पासाङ दाप्चे तामाङको हिमाली जनजीवन, उहाँको सङ्घर्ष र उपलब्धिको प्रेरक कथा हेर्नुभयो। तपाईँहरूलाई उहाँको जीवनयात्रा र सङ्घर्ष कस्तो लाग्यो? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। हिमाली भेगमा रहेर देशको अर्थतन्त्र र परम्परा जोगाउने चौरी पालन पेसालाई थप सम्मानित र हाम्रा कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहित बनाउन चाहनुहुन्छ भने यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गरौँ, ताकि विकट क्षेत्रका चौरी पालक कृषकहरूका गुनासा सम्बन्धित निकायले सुनोस् र उहाँहरूका लागि थप राहत, अनुदान र प्रोत्साहनका कार्यक्रमहरू ल्याउन बलियो दबाव सिर्जना हुन सकोस्। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी सँगै रहेको बेल आइकनलाई अन गर्नुहोला, ताकि हाम्रा आगामी नयाँ भिडियोहरू तपाईँहरूले सबैभन्दा पहिले हेर्न पाउनुहोस्। आजलाई पनि हामी सम्पूर्ण टोली बिदा हुन्छौँ। आगामी दिनमा पुनः यस्तै प्रेरणादायी र सफलताका कथा लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।